दर्शक महानुभावहरु तपाईलाई स्वागत गर्न चाहन्छु। यति बेला हामी यो कुस्मामा रहेको निकै नै ठुलो एउटा उद्योगमा हामी आएका छौं। यो कुस्मा नगरपालिका वडा नम्बर 8 परादीमा रहेको यो प्लाइ उद्योगमा हामी आएका छौं। अकला प्लाइ उद्योग यहाँ एकदमै ठुलो संरचना निर्माण भइरहेको छ र यहाँ सयौं जनाले रोजगार पाइरहनु भएको छ। यहाँका स्थानीयहरूले र नेपालका विभिन्न ठाउँका व्यक्तित्वहरूले यहाँ काम गरिरहनु भएको अवस्था छ। आज हामी यो उद्योग हेर्नका लागि यहाँ स्थलगत अवलोकनका लागि आएका छौं र उद्योगका सञ्चालक, संरक्षक जे भने पनि लगानीकर्ता जे भने पनि हामीसँग यहाँ शिव अधिकारी सर हुनुहुन्छ। उहाँलाई हामी कार्यक्रममा स्वागत गर्न चाहन्छौँ। स्वागत छ सर कार्यक्रममा। धन्यवाद भाइ। यो अहिले तपाईको उद्योगमा हामी यहाँ आएका छौँ हैन। यो अलिकति उद्योगको बारेमा थोरै जानकारी गराइदिनु न। यहाँबाट अनि हामी कुरा हेर्दै तपाईको उद्योग पनि हेर्छौँ, हेर्दै हामी कुरा पनि गर्न सक्छौँ। यो विषयमा अहिले हामी यो ठ्याक्कै यो उद्योगको बारेमा पहिला थोरै जानकारी यो अहिले हामी यहाँ जहाँ छौँ भाइ, सर्वप्रथम त लालटेन मिडिया, सुमन भाइ, सङ्गीता बहिनी लगायत त्यहाँ रहेका स्टाफ सबैमा विजय दशमी, दीपावली, छठ सबैको तर्फबाट, मेरो व्यक्तिगत तर्फबाट, मेरो उद्योगको तर्फबाट यहाँहरूलाई शुभकामना भन्न चाहन्छु। र हजुरहरू मार्फत हामीले गर्न खोजेको यो उद्योग धन्दा व्यवसाय अहिलेको परिवेशमा पनि हामीले गर्न खोजेका कुराहरूलाई तपाईँले जनता समक्ष ल्याइदिनु भएकोमा, ल्याइदिनका लागि आउनु भएकोमा तपाईँहरूलाई धेरै धेरै धन्यवाद गर्न चाहन्छु। अहिले हामी यो प्लाइवुड उद्योग भन्दा पनि हामी बिन्दवाहिनी भेनियर उद्योगमा छौँ। यसले र मेटेरियलहरू उत्पादन गर्छ र यो बिन्दवाहिनी भेनियर उद्योगको नाममा सञ्चालित छ। यो हामी जहाँ छौँ यो भेनियर उद्योगमा छ। भेनियर भनेको यो प्लाइलाई चाहिने र मेटेरियल तयारी गर्छ। यसले सुरुवातको चरणको गाउँमा रहेका कुकाठहरू, बिक्री नहुने फदेलो, मल्लातो, गलाइँचो, चिलाउनी, उत्तिस, कटुस, लप्सी यस्ता जातका कुकाठहरू हामी यहाँ पेल्छौँ। पेलेर यसलाई चाहिने र मेटेरियल हामी यसले उत्पादन गर्छ। यसले अकला इन्डस्ट्रिजलाई फेरि बिक्री गर्छ उतापट्टि र उताको डिपार्टमेन्टमा फेरि हाम्रो के छ प्लाइवुड उद्योग हामी सञ्चालन गर्दैछौँ। अहिले अब हेर्न पनि हेर्छौँ। अहिले भेनियरमा छौँ। यहाँ तपाईँले कुकाठहरू यहाँ अहिले रोलिङ सबै आउँछ। यहाँबाट हामी यो पेल्छौँ हैन। त्यसपछि यहाँ महिला दिदीबहिनीहरू हुनुहुन्छ, महिलाहरू हुनुहुन्छ। अब अहिले त दसैँ लागिसक्यो, धेरै महिलाहरू, उहाँहरू धेरै पुरानो धेरै एकदमै यो काम सम्बन्धी महिलाहरू भए पनि सबै जान्नुभयो। त्यहाँबाट यहाँ आयो भेनियर। यो भेनियरमा हामी फर्स्ट छिर्यौँ। यो लेयरलाई के भन्नु त्यहाँबाट? यसलाई यो फाली भन्छ। यसलाई भन्छ कोर भन्छ। यो कोर कि पोर त्यहाँबाट उता काठबाट यसले यो मेसिनले यस्तो माल निकाल्छ। यसलाई पहिलो चरणको यो भयो। यसको स्टेप हुन्छ। सानो ठुलो सबै काम लाउँछ यसमा। यो एकदम कम काम लाग्ने भनेको फाली अनि हाफ कट हुन्छ, फाली हुन्छ यस्तो। यहाँबाट यो भयो पहिलो चरणको। भेनियरबाट अब हामी प्लाइ जाँदैछौँ। यो हाइड्रोलिक मेसिन, यसमा जनशक्ति कम लाग्छ। हजुर। यो यसमा के हुन्छ भने थोरै मेन पावरले धेरै उत्पादन गर्न सकिने कारणले यो नयाँ टेक्नोलोजी अनुसारको, पहिला यो मात्रै हुन्थ्यो। यसैमा मान्छे धेरै लाएर तानेर मान्छेले काट्न पर्ने हुन्थ्यो भने अहिले यसैले स्विचबाट यो सेन्सर मेसिन हो, यसैले आफै काट्छ। एउटा विडम्बना के छ भने यसले काट्न त काट्छ र कस्तो गाह्रो छ भने यसको यो नेपालमा एउटा नट पनि पाइँदैन। पुरै इन्डिया निर्भर हुनुपर्ने अवस्था छ। अब यो राज्यले यो विषयमा केही कुरा बुझे हुन्थ्यो। यो भयो। त्यसपछि अब हामी लाग्यौँ दाइ, यो पनि भेनियरकै ठाउँ भयो। भेनियर यो पनि भेनियर, सबै भेनियर। र मेटेरियल हाम्रो यो भयो। र मेटेरियल यहाँ गाउँबाट यसरी आउँछ, प्रक्रिया पुऱ्याएर गाउँले सबै यसरी ल्याउनुहुन्छ। काठहरू यहाँ भयो हैन। यो र मेटेरियल भयो दाइ। यहाँ हामी के छ यो काठ? यसमा सबै जात छ। चिलाउनी छ, उत्तिस छ, मौवा छ, मल्लातो छ। गाउँमा अहिले जनशक्तिहरू छैन, सब विदेश पलायन भएको अवस्था छ। राज्यले पब्लिकलाई रोजगारी दिन नसकेको अवस्था छ। जम्मै गाउँमा खेत कोदो बारी हुने ठाउँमा सब उत्तिस, चिलाउनी, बकाइनो, मल्लातो त्यस्तो भरिएको छ। अब त्यसलाई हामीले सदुपयोग गरेर अब ती विदेशीका युवाहरूलाई नेपालमा फर्केर कमसेकम हाइब्रिड उत्तिस लाए पनि बाँचिन्छ भन्ने वातावरण सिर्जना पनि हुन्छ। यसले सबभन्दा राम्रो उत्तिस। यसमा सबैभन्दा राम्रो उत्तिस, अनि हाम्रो सिमल, मौवा, मल्लातो, रहचन, चिलाउनी यही जान्छ सबै। हुन्छ दाइ। अब हामी यता पलाइ, अब हाम्रो तर्फ हामी छिरौँ। बिन्दवासिनी भेनियर यो भेनियर। अब हामी अकला इन्डस्ट्रिजमा प्रयोग गर्दैछौँ। अकला इन्डस्ट्रिज यो त्योभन्दा यसको ब्रान्ड अलि ठुलो हो। यो त्यताबाट यो बनिसकेको हैन दाइ?
यताको फिनिसिङ यो फिनिसिङ हो हाम्रो यो फिनिसिङ भइसक्यो फिनिसिङको उसमा छ हजुर अब यो फिनिसिङ भइसकेको माल हो यहाँ हरेक आइटमका 20 mm का बोर्डहरू बन्छन् 16 को 12 को 10 को 8 को 6 mm को यो मोटाइ हेरी सबै आइटमको अब हाम्रो सटिङको प्लाईको पनि हामी केही समयमा गर्दैछौँ अहिले हामी बी ग्रेड र सी ग्रेड बी र सी ग्रेडको माल उत्पादन गरिरहेछौँ अहिले ग्रेड भन्ने एबीसीडी भन्ने हुन्छ अहिले बी र सीको होइन बी र सी गर्दैछौँ यो नेपालमा यो प्लाईमा ए भनेको त हुँदैन त्यही सटिङ प्लाइ अन्तर्गत जान्छ बी र सी भनेको यही हो यो पहाडी एरियामा लगभग तपाईँले नै होला होइन यो अलिकति यहाँ छैन भाइ किनकि यहाँ यो पहाडी एरियामा यो गाह्रो काम पनि हो यो यति तनावको काम छ एउटा नट एउटा कुनै चिज मान्नु बोइलरमा खराब आयो भने प्रेस गयो सेन्डिङ मेसिनमा खराब आयो भने बोइलर गयो त्यस कारणले यसको सामानहरू नेपाल सरकारले कमसेकम यस्ता उद्योगलाई प्रायोरिटी दिएर 100-150 जना जनशक्ति मान्नु न हामी कहाँ त कम्तीमा 200-300 जना त रोजगारी 300 जनाको हाराहार यहाँ त यहाँ प्रत्यक्ष यही भित्र पिलिङ र यो गरेर 300 जनाको मेन पावर नभएसम्म यो चलाउन सकिँदैन यसलाई कमसेकम राज्यले के गर्नु पर्ने तालिमको त्यस्तो राम्रो व्यवस्था गरिदिएर हामी नै सिकाउँछौँ नेपालीहरूलाई कमसेकम नसिक्ने बेलासम्म त्यो व्यवस्था गरिदिएदेखि उहाँहरू आफै भएर इन्डियाको जनशक्ति यहाँ प्रयोग गर्नु पर्ने थिएन अहिले पनि यहाँ 55 जना महिला र पुरुष गरेर लोकल मान्छेहरूले काम गरिरहेको देखिहाल्नु महिलाहरू यता पनि महिलाहरू छन् यता छन् कोरफाली सुकाउँदा नि पैसा प्राप्त भयो कहीँ जान परेन दिनभरि काम गरेर आफ्नो घर गयो 24 घण्टा सञ्चालन हाम्रो 24 घण्टा 12 घण्टाको एक सिफ्ट हुन्छ 12 घण्टा एउटा टोलले चलाउँछ भने अर्को 12 घण्टा फेरि अर्को टोलले चलाएर 24 घण्टामा हामीले यसलाई हुन्छ त हामी यता पनि हेरौँ यता पनि यो भइहाल्यो यो यो फिनिसिङ भयो यो अझै बाँकी छ थोरै हैन यसलाई यो बाँकी छ गर्दै छ यहाँ काम चल्दै गर्छ यो बन्दै गर्छ यो जाँदै गर्छ फेरि यो जाँदै गर्छ हाम्रो छोरासित लिइदियो भने इन्जिनियर हुन्छ सबै त्यसपछि अब हामी यता अब के छ त अब यता हामी के हेर्छौँ यसलाई भन्छ प्रेस यो सेन्डिङ मेसिन सेन्डिङ मेसिनले यो प्लाईलाई सफा गर्ने क्लियर गर्ने कहीँ रफ छ भने मान्छेले फिनिसिङ गर्नुभन्दा यसले गरेको फिनिसिङ एकदम चुस्त दुरुस्त एकदम क्लियर सेन्डिङ मेसिन भयो यो प्लेटाहरू भयो यो प्रेस मेसिन यो 12 ढिलाइको प्रेस हो यसमा पाक्छ पाकेर त्यहाँबाट यहाँ हाल्ने हो यहाँबाट यहाँ पकाएर रेडी पारेर फाली खोइ फाली यो कति mm को 6 mm धेरै पातलो माल बनाएको यसलाई राम्रो फिनिसिङ गर्नु यहाँबाट यसरी काम भइरहेछ हैन अब हामी यता मेसिनहरू यसो यो मेसिन अब यो सुकाउने काम गर्छ यसलाई कोर ड्रायर भन्छ हजुर त्यो त्यसरी पानी हुन्छ काँचो पत्ता हालेर त्यसले हुन्छ त्यसले स्टिम उत्पादन गर्छ हजुर पुरै स्टिम उत्पादन हुन्छ त्योबाट यो हावा गछ त किन हो यो थोरै लिकेज भयो अब यसलाई चेन्ज गरेर यो पाइप नेपालमा पाइँदैन पानी हो त्यो यो पानीको बाप पानीको बाप यो नेपालमा पाइन्न पाइन्न यो यस्तो समस्या यो सामान्य पाइँदैन अब हामी यता यसो निस्क्यौँ भने त भनेपछि त हाम्रो त यो पनि सबै काम आउने भयो यो सबै यो पनि यो सबै यो नभए त यो उद्योगै चल्दैन यसैका लागि यसको ढुवानी खर्च एकदम म्याक्सिमम परेका कारणले यता गरौँ त नि भनेर हामीले यता यो खास पाल्नको लागि मात्र परेको नि हो कि पलाइ नै भन्छ यसको यो पाल्नका लागि पाल्नको लागि
यो बोइलर जलाउन स्पेसल दाउराको आवश्यक पर्दो भने दाउरा थोरै हालेर यसलाई धेरै गरेर बचत गर्न सकिने दाउराको बचत हुन्छ दाउराको बचत यो भयो होइन के भन्नुभयो त यहाँ बोइलर 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 4 टनको बोइलर 4 टनको बोइलर यसलाई चाहिने अब 2टा प्रेस 2टा कोर टायर लगायत यसको स्टिपले सबै पुग्छ यसलाई भन्छ चिम्नी होइन यो चिम्नी यो भनेपछि हाम्रो कति रोपनीमा छ रे दाइ यसको यो 21 रोपनी हजुर अहिले हाम्रो 21 रोपनीमा सञ्चालित छ 21 रोपनीमा सञ्चालित भनेपछि हाम्रो यसको लगानी के कसरी कति जति लाग्यो यसको लगानी त अब लोनै 5 करोड 7 करोड जति लिएको छ अब यो 10 करोड पनि कटिसक्यो भाइ यसको है कटिसक्यो अझ कामहरू काम धेरै बाँकी छ हामीले रनिङमा ल्याएका छौँ काम यसको बाँकी छ अब लगानी पनि धेरै चाहिएको कारणले लगानीको पनि अभाव छ ब्याङ्कमा अनुरोध गरिएको छ कतिपय त आफ्नो गरियो यो जग्गा गाडी घोडा सबै गर्दा लगानी अहिले हाम्रो नयाँ यो पाहाडमा भएका उद्योगमध्येको त यो त नयाँ उद्योग हेर्नु कर्सर खोल्ने भन्दा त यो त फरक शैलीको हो त्यस कारणले अब यसलाई काठहरू इन्डियाबाट ल्याउने मालहरू सबै यहाँ ढुवानी उताबाट आउने मालहरूमा विदेशबाट आउने मालको ढुवानी अलिक बढी पऱ्यो यहाँको र मेटेरियल सस्तो पऱ्यो फेरि के छ यो बजारको समस्या तपाईँहरूलाई फलाइ बेच्नको लागि बजारको त्यस्तो समस्या नहोला जस्तो भन्छु मैले यो बजार भिजिटमा यसो म निक्लेको थिएँ बजारमा त्यस्तो केही समस्या होला बजारको ठिकै छ हामीले उत्पादन गर्न सकेर गुणस्तरीय सामान पब्लिक कहाँ पुर्याउन सकियो भने होलसेल बेच्ने पसलहरूलाई हाम्रो बागलुङ म्याग्दी पोखरामै हाम्रो पोखरा स्याङ्जा तनहुँ लमजुङ गोर्खा यताबाट धेरै माग भएको छ हामी बुटोलसम्म पुग्दाखेरि हाम्रो यो उद्योगले उत्पादन गरेको मालहरू हामीलाई केही समस्या होला जस्तो छैन तर देशमा अहिले आर्थिक क्राइसिसको अवस्था बढेको विभिन्न चरणका आन्दोलन भएका कारणले अब अहिले यो उद्योगले गति लिन पनि थोरै अप्ठ्यारो केही लाग्छ जसले उद्योग गर्छ धन्दा गर्छ व्यवसाय गर्छ अरूलाई रोजगारी दिन्छ उसैलाई त्राईको अवस्था छ यो अवस्था राज्यबाट यो अवस्थालाई सहजीकरणमा परिणत राज्यले गर्नु पर्यो यहाँ त ठुला उद्योगी व्यापारी यो मुलुकमा भित्राउनु पर्यो उद्योग कलकारखाना गर्ने मान्छेहरूलाई प्राइड यहाँ राख्न पर्यो यहाँ त दुकुर्नु पर्ने अवस्था छ एकातिर ब्याङ्कले पेलेको छ अर्कोतिर यो जम्मै यो अहिले नेपालको परिवेशले पेलेको छ अनि उद्योग गरेर अरूलाई रोजगारी दिएर यहाँका युवाहरूलाई युवतीहरूलाई बुढाखाडाहरूलाई केही रोजगारी दिन गरौँ भन्ने त छैन नि अवस्था त्यो अवस्थाको क्रेडिट राज्यले गर्नु जस्तै भेनियर उद्योग हजुर सञ्चालन गरेको उद्योग यो त 15 वर्ष भयो यो प्लाइ उद्योग अहिले तपाईँ प्लाइ उद्योग मेरो यो प्लाइ उद्योग कपिलवस्तु जिल्लाको कृष्णनगर भन्ने ठाउँमा थियो त्यहाँ लगानी थियो यहाँ मैले 6 वर्ष चलाएँ त्यहीँ चलाउनु भयो 6 वर्ष चलाएँ तर त्यहाँबाट आफ्नै क्षेत्रमा पहाडी मुलुकमा यसलाई लगेर त्यहाँ उत्पादन गरेर हरेक पब्लिकले यो कुराको पनि बुझुन् सबै कुरा बुझुन् र त्यहाँ उद्योग व्यापारी किसानहरूलाई जसले किन्छ ग्राहकहरूलाई सहजीकरण होस् भन्ने उद्देश्यले यहाँ स्थापना गर्न खोजिएको हो अहिले यो कम्पनी रनिङ अवस्था हुन्छ दाइ तपाईँको यो उद्योग पनि हेरियो एकदम राम्रो पनि गर्नुभएको छ तपाईँको सफलताको शुभकामना पनि म दिन चाहन्छु यो हजुरलाई छोराले पनि सघाउनु भएको छ कि छोराहरू हजुर छोरा बाबुको नाम के भन्नुभयो समीर अधिकारी सौरभ अधिकारी अहिले सघाइरहेको तपाईँलाई अहिले छोराहरूले पनि थोरै अब उनीहरूलाई नि इच्छा जागेको छ यता हुन्छ अहिले हामी हजुरको बाबु छोरासँग थोरै यतापट्टि अब हाम्रो यो काठ चाहिने यसलाई चाहिने र मेटेरियल चिर्ने मेसिन बेन्सो भन्छ फेरि यतापट्टि पनि छ हामी यहाँ कोर दाउरा यसरी सबै हामी यसो यो सानो खाले माल त्यो बोइलरमा कोर टायरमा सुकाउन अप्ठ्यारो हुने हो भने सन ड्राई भन्छ यसलाई सन ड्राई यो सानो खाले माललाई हामी सन ड्राई गर्छौँ यसलाई पुरा टेम्परेचर पुऱ्याएर सुकाएपछि बल्ल प्लाईको क्वालिटी निक्लन्छ हामी त्यसरी केही चिजहरू क्वालिटीमा म मितव्यता नगर्ने जति खर्च लाग्यो नि क्वालिटीको माल बजारमा नो कम्प्रोमाइज मेरो नाम त समीर अधिकारी भयो म शिव अधिकारीको छोरा भयो सर्वप्रथम परिचयको लागि यहाँ परिचय दिँदै गर्दाखेरि अनि म चाहिँ एक इन्जिनियर हो पेसाले मेरो ब्याचलर कम्प्लिट भइसक्यो हो अहिले मास्टरको चाहिँ पढाइ गर्दैछु WRC पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पढाइको सँगसँगै बाहिर इन्जिनियरिङ हाम्रो कन्स्ट्रक्सन कम्पनी पनि भएको कारणले मेरो
जुन कन्स्ट्रक्सनसँग अब इन्जिनियर मिल्न पनि गयो अनि त्यो कुरामा पनि सघाइरहेको थिएँ मेरो ब्याचलर कम्प्लिट भएसँगै अनि त्यसपछि सबै साथीहरू बाहिर विदेश जाने ट्रेन चलिरहेछ मसँग पढेको साथीहरू सबै अहिले युएस अस्ट्रेलिया छन् त्यही पनि मेरो विचारमा के लाग्यो भने बाहिर जानभन्दा यहीँ सघाएर अहिले त एक्सपिरियन्स लिने क्रममा छु भर्खर सिक्दैछु मैले होइन अब त्यो एक्सपिरियन्स लिएर यहीँ केही गरौँ भन्ने मेरो अझसम्म विचार छ ल त्यही नै हुन्छ यहीँ यसरी सबैलाई रोजगारी दिन पाइयो भने विदेश जाम भन्ने त्यस्तो सोच आइरहेको छैन अझसम्म आइसकेको छैन यहाँ देख्दा गर्दा यत्रो मान्छेहरूलाई रोजगारी बाबाले दिएको यो पहिलेदेखि सानैदेखि देखिराखेको अनि यही हेरिराखेको भएपछि यहाँ त यत्रो मान्छेले रोजगार पाइरहेछन् विदेशमा 30-40 हजारको लागि मान्छे यहाँबाट गइरह दुबई कतार गहन मान्छे परिवार छोडेर यहाँको यो माहौल छोडेर त्यो सन्दर्भमा यहीँ केही रोजगारी दिन सकिन्छ कि भनेर म पनि त्यही कुरामा लागिरहेको छु उहाँलाई सहयोग गरिरहेको छु जस यहाँको व्यवस्थापनकोदेखि लिएर हरेक प्राविधिक कुराहरू सिकिरहेको छु अहिले सिक्ने क्रममै छु अब बिस्तारै सिक्दैछु उमेरसँगै बुवाहरूको पनि एक चरण पार गर्दै अगाडि बढिराख्दाखेरि त अब तपाईँहरू अगाडि आउनु पर्यो नि होइन हजुर त्यही भन्ने लाग्यो यत्रो बिजनेसहरू सुरुवात गर्नुभएको छ आफ्नै ठाउँमा यो अलिकति च्यालेन्जिङ चुनौती पनि छ यो पहाडी ठाउँमा त्यही माथि पर्वतमा यो किसिमको खोलिराख्नु भएको छ अब यसलाई कसरी अब तपाईँले सोच्नु भएको छ व्यवस्थापनको लागि त अब तपाईँले अहिले हेरिराख्नु भएको छ बजार के कति देख्नु भएको छ तपाईँले अहिले त अब सबै ठाउँ पुगिसक्नुभयो अब मार्केटिङका लागि के छ सम्भावना तपाईँहरूले हेर्दाखेरि युवाको आँखाबाट कतिको यो सफल यसलाई बनाउन सकिएला के अलिकति हुन्छ नि यसलाई यो गरियो भने सफल हुन्छ हाम्रो उद्योग फरक छ भने नेपालको कन्डिसन त सधैँ अनस्टेबलै भइराखेको छ होइन त्यही पनि मार्केट पनि अहिले अनस्टेबलै छ जस्तो लाग्छ पहिला कोही हेरिराख्दा अब मैले त हेर्ने कुरै भयो एक्सपिरियन्स भन्दा पनि होइन हेरेको र अहिलेको हेरेकोमा चाहिँ अलिकति मार्केटमा चाहिँ केही डाउन भएको छ तर के लाग्छ भने अझै पनि नेपाल बन्छ जस्तो लाग्छ त्यही कुराले मोटिभेसन गरिराख्छ अनि के हुन्छ भने अब यो कुरा नेपालमा मात्र खपत गर्नुपर्छ भन्ने कुरा नि छैन यसलाई हामीले इन्टरनेसनल मापदण्डमा पुर्याएर त्यो अनुसारको चाहिँ हामीले अथोराइजेसन दिन सकियो भने त यो हामीले भोलि एक्सपोर्ट गर्न नि सक्यो यही नेपालमा मात्र भएन हाम्रो देशमा पनि गर्न सक्यो होइन त्यो त क्वालिटीको कुरा हो क्वालिटी म्याचअप गर्दै गएपछि अनि एउटा अथोराइजेसन अब बाहिरकोबाट इन्टरनेसनल अथोराइजेसन लिएपछि यसलाई एक्सपोर्ट गर्न तपाईँले अलिकति तपाईँको सोचले चाहिँ यसलाई अझै ग्लोबल्ली चाहिँ अगाडि बढाउँ कि भन्ने अब भविष्यमा त्यो चाहिँ छ होइन बुवाले जति पनि लोकल्ली गर्नुभयो आफ्नो देशमा गर्नुभयो अब कुनै दिन यसलाई तपाईँ जतिले आएर तपाईँको होइन अनुभवले पढाइले एक समय चाहिँ यसलाई ग्लोबल्ली रूपमै यसलाई चाहिँ लैजान सकिन्छ कि भन्ने त्यसैमा प्रयासरत गर्न सकिन्छ होइन हुन्छ तपाईँ समयको लागि धन्यवाद एकदम धन्यवाद हजुरहरूलाई पनि ओके थ्याङ्क यू यहाँ 14 वर्षदेखि स्थापना कालदेखि नै लगभग काम गर्नुभएका यहाँ विष्णु सुवेदी हुनुहुन्छ उहाँको अनुभव पनि सुनौ न यहाँ उहाँले कसरी काम गरिरहनु भएको छ के छ यहाँको अवस्था तपाईँलाई स्वागत छ सबैभन्दा पहिला त धन्यवाद यो के छ 14 वर्षदेखि तपाईँ काम गरिरहनु भएको छ किन यो यत्रो लामो समयदेखि एउटै कम्पनीमा यसरी काम गरिरहनु भएको छ के छ फरक यहाँको अब सेवा सुविधादेखि लिएर अब आफूले काम बाहिर गएर गर्नुभन्दा यहीँ आफ्नो स्थानीय ठाउँमा काम गरौँ गर्ने उद्देश्यले र यहाँ विभिन्न 100-150 जना व्यक्तिहरूलाई हामीले अगाडि पनि रोजगारी उपलब्ध गराइराखेको हो र हामी बाहिर गएर काम गर्नुभन्दा आफ्नै घर वरिपरि बसेर काम गर्दाखेरि हामीलाई आवत जावत र घरको हेरचाह यहाँको लागि सम्पूर्ण सुविधा भएको भएर तपाईले लामो समयदेखि काम गर्नुभएको छैन हजुर घर कहाँ रे मेरो घर यही कुस्मा 10 नम्बर हो 10 नम्बर भयो नजिकै आउन जानी गर्नुहुन्छ के त्यही होइन म यही बसेरै काम गर्छु बसेरै काम गर्नु पुरै समय यहाँ दिनु भएको छ मैले पुरै समय दिएको छु उद्योग सफल हुनमा जस तपाईको पनि यहाँ ठुलो भूमिका छ 13-14 वर्ष भयो इमानदारीपूर्वक काम गरिरहनु भएको छ हजुर हैन अब उहाँले पनि तपाईलाई यहाँ राम्रो मान्नु भएको छ हजुरलाई पनि राम्रै भइरहेछ भइरहेको सन्तुष्टि छ सन्तुष्टि छ हुन्छ समयको लागि धन्यवाद सर हुन्छ